हेलो एभ्रिवान, वेलकम ब्याक। र आज चाहिँ हाम्रो डे 1। नडराओ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसको निम्ति हुनेछ। आज दाउदको सहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। आफ्नो ख्रीष्टले सबै थोकहरूमाथि अधिकार प्राप्त गरे। समुद्रका गहिरा गहिरा स्थानहरू उहाँकै हुन्, पृथ्वीका अग्ला अग्ला हिमालहरू उहाँकै हुन्, आकाशका ताराहरू उहाँकै हुन्। जङ्गल गर्ना सबै उहाँमा रमाउँछन्। अर्को ठाउँ, नेक्स्ट प्लेस। चाहिँ जीवन थियो अरे, त्यो जीवन चाहिँ हामीलाई दिनुभयो उहाँले। अनि त्यो आत्माको खातिर प्रभु येशू ख्रीष्ट संसारमा आउनुभयो। आमेन। तोके मैं खोजो ना, तोके मैं चाहो ना, आओ प्रभु मोर जीवन में। प्रभु मसँगै रे, सबैलाई गर्न उद्धार। हेर न आकाशमा ताराको उज्यालो, सबैजना उठ्नुहोइ, बजाउँछ। ईश्वरको वचन पुरा गर्नलाई आए प्रभु। थ्याङ्क यू सो मच फर वाचिङ। डे 1 हेरिदिनु भएको लागि धन्यवाद। र डे 2 अझै बाँकी छ। डे 3, डे 4, डे 5, डे 6 अझै कतिसम्म हुन्छ देखाउनेछु। त्यसको लागि धन्यवाद। हेरिदिनु भएको लागि धेरै 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 धन्यवाद। दिस मच फर टुडे। बाई बाई, गुड नाइट, शुभ रात्रि।